चुनाव कहिले छ कहिले एक सिट पनि उज्यालो नेपाल पार्टी जित्न सकिन्छ कि सकिँदैन त्यो दिमागमा कसैको छँदै छैन। तर पनि राष्ट्रिय स्वतन्त्र पार्टीको नाम चेन्ज गर्नतिर एकदमै धाउ नै भइसकेछ। फाइनली साथीहरू कुलमान घिसिङ र रवि लामेछाने नमिल्ने भयो। अब एकता हुने कुनै पनि यस्तो सम्भावना देखिरहेको छैन। यस्तो त धेरैवटा भिडियोमा मैले भनिसकेको कुरो पनि यो हो कि रवि लामेछानेलाई यति एकैपल्ट नलचक हुनु कि तपाईँ आफै भाँचिनुपर्छ। तर अहिले आएर हेर्नुहोस् त्यही कुरोहरू भइराखेको छ कि छैन। अब कुलमान घिसिङ एकता हुनको लागि पार्टीको नाम नै चेन्ज गर्नुपर्छ र अब खोइ चुनाव चिन्ह पनि चेन्ज गर्नुपर्छ कि कसो। जस्तै कि 21वटा सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी होइन, कुलमान घिसिङकै पार्टी उज्यालो नेपाल पार्टी छ। त्यस्तै अहिले कुलमान घिसिङको मागहरू छ। जस्तै कि वरिष्ठ उपसभापति त्यो पनि दिइसके। अब के मन्त्री उनीहरूको भित्री कुरा पनि भइसकेको थिए। तर यतिमै अब कुरो सीमित रहेन। कुलमान घिसिङको चाहियो एकदमै छोटी मुख भन्छ नि मान्छे, बढी बात हो। त्यही हो। चुनाव एउटा सिट पनि अब जित्छ कि जित्दैन त्यो पनि एकदमै शङ्का नै छ। तर उहाँलाई चाहियो एकदमै ठुलै पोजिसन चाहियो। पद बिना कहिले पनि बाँच्न नसकिने कुलमान अहिले जस्तो लागिरहेछ हामीलाई। तपाईहरूलाई के कस्तो लागिरहेछ आफ्नो प्रतिक्रिया कमेन्ट गर्नु होला। हामीलाई त यस्तै लागिरहेछ। अब यति भइसक्दा पनि तपाईहरूको राय के हुन्छ? कुलमान घिसिङ र रवि लामेछाने फेरि एक हुनुपर्छ कि हुनु पर्दैन? यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ। यो तपाईहरूले भन्नै पर्छ। किनभने यो हाम्रो देश लोकतन्त्र हो। लोकतन्त्रमा जनताको कुरो चाहिँ सुन्नुपर्छ, सुनवाई हुनुपर्छ। त्यही भएर यदि मागै छ भने केही छैन, यदि माग छैन भने कुलमान घिसिङलाई नराख्दा पनि हुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीमा। किन म भनिरहेको छु, जुन दिनदेखि कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीमा आउनुभयो त्यही दिनदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको झन् चर्को विवाद चर्किराखेको छ। तपाईँ फेसबुकमा हेर्नुहोस्, टिकटकमा हेर्नुहोस्, युट्युबमा हेर्नुहोस्, जहाँ हेर्नुहोस् त्यही विवादै विवाद। कतिखेर हुन्छ परिवारवाद, कतिखेर हुन्छ आफन्तवाद, त्यही वाद खाली हुन्छ। अनि त्यसरी हुन्छ राजनीति। तपाईहरूको धारणा के कस्तो छ? आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला। हस् त साथीहरू, भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धन्यवाद। हस् त, धन्यवाद।